भयो 15-20 दिन। ए ल निश्चयले पनि थ्याङ्क यू सो मच। हजुर कहाँ हो र? हजुर तपाईँ कहाँ हो र अहिले? कति भन्नु म त यो मान्छेले यार। ध्यानमा दिमागमा नगएसम्म भनेको गर्नु नि त। दोला हाजिरी दोला हाजिरी दोला हाजिरी दोला हाजिरी दोला हाजिरी दोला दोलाका त आफ्नो घर भयो क्या। तपाईँ चाहिँ यतिखेर हुन्छ नि त मान्छे। मेरो पनि युके घर हो नि त। गाइस इन्टु 2 मा खेल्दिम न थोरै थोरै। हजुर कहाँ हो भन्ने हो त? घरमै हुनुहुन्छ? बुझे घरमै हुनुहुन्छ। सोधि नै यार। कति वर्ष जस्तो लाग्छ म? हजुर कति वर्ष जस्तो लाग्छ म? नानीले अघि गाली गरेको नि मलाई हो क्या। घरमै भन्दा वर्ष सुन्दा रहेछ। अघि मैले के पो भनेको थियो? अगाडि कति वर्ष भयो भन्दै थियो भने त्यो मलाई थाहा छ तिम्रो मेरो मिस्टेक भएर हो। तिमी लगभग 44-45 वर्षको हो। ठ्याक्कै फिल्टर लगाएपछि त 20 को देखिन्छ, 20 त होइन। तपाईँ ठ्याक्कै मैले कति वर्ष जस्तो देख्छु भने ल 70 भन्न नि त दाँत साथ झरेको 80 भन्दा पनि फरक पर्दैन मलाई। तिमी भन्नुभन्दा पहिला म भनिदिइहाल्छु, टेन्सन नगर। सुन्नु न मलाई फलो गर्नु भन्नु न। तिमीले बोलेको पनि सुनिएको छ नि त हो जिन्दगीमा। काठमाडौँ कुन ठाउँ भोलि भेट्न आउँछ नि? तपाईँ 26-27 वर्ष होला। ल भोलि भेट्न आउँछु नि। म भेट्दैन। छोरी मान्छे त भेट्दैन। दाजुभाइ हो भने त काठमाडौँमा छु, भेटिन्छ। भोलि नै भेटिन्छ। बरु अटो त हुँदैन, गरेर पनि आउँछ। भेट्छु के? छोरी मान्छे त भेटिन्न। ल भन्नु न। ओ साना थोरै दादा भन्नुहोस्। हजुर सुन्नु न। हजुर भोलि भेट्छु के? सरी ल म बिजी छु। मैले के भने भेटे? तपाईँ त भाइरल मान्छे हुनुहुन्छ र पो भेट्छु भने। नि थोतेसँग भेट्न जान्छु गाइस भोलि। लिसन टु मी, भाइरल भिडियो हो म होइन। म त बिजी नै हुन्छु। थोतेसँग भेट्न जान्छु गाइस भोलि। हजुर थोतेसँग भेट्न जान्छु भोलि म। भोलि थोतेसँग भेट्नुहोस्, तर म त भेट्दैन। म त भोलि दाँत हाल्न जानु। कुन ठाउँमा अरे? काठमाडौँ कुन ठाउँ अरे? थोते भिसी इनबक्स गर न। ओए अनि भिजी भनेको भैँसी चराउने ठाउँ हो। भीबाट भैँसी, सीबाट चराउने ठाउँ। त्यो आधा रातमा भैँसी किन चराउँछ? कुन ठाउँ भने? हजुर पशुपति आउनु है। म बुद्धिस्ट हो। त्यो धर्मको कुरा छोडौँ न त ल म उता स्वयम्भू आउँछु कि बौद्ध। बाँदरलाई मैले भोलि केरा खुवाउँदैछु। बौद्धमा पनि भनेको छिटो भन्नु न हौ। होइन भोलिको प्लान मेरो स्वयम्भू गएर बाँदरलाई केरा खुवाउने हो क्या। अनि मनी स्वयम्भू आउँछु। कतिखेर उठ्छु त्यतिखेर चल्दिनँ। मतलब 3:30 बजे। म कसैलाई अहिलेसम्म भेटेको छैन। भेट्न मन लाग्दैन। ल बाँदरलाई खुवाउनु पर्ने केरा। सुन्नु न। हजुर भोलि आउँछु है। नम्बर दिनु म टिप्छु है। तपाईँको नम्बर दिनु। मेरो त नम्बर छैन। मेरो 98 49 500 पैसा।
ओइ हल्के ल आई विल ट्राई भोलि आउँछ है आउनु नि त हो समयमा जान घुम्नु मेट्रो 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 हुँदैन माइक्रो भाडा दिउँला टेन्सन आउनु जानु घुम्नु के छ र हौ जिन्दगीमा ल ल घुम्न। त्यतिकै भनेको नरिसाउ गएको तपाईँ त त्यो पनि विदेश नै हुनुहुन्छ होला नि नि म त आएको छु साँच्चीकै हो